म घरदेखि हिँड्ने बेला भएको थियो। साँझ पख हिँडेको थिएँ नाइटमा चढेर। काठमाडौँ आइपुग्नु मलाई 16-17 घन्टा जति लाग्थ्यो त्यसै कारणले गर्दा। मेरो एउटा 7 वर्षे छोरा छ। मेरो छोराले भन्ने गर्थ्यो मलाई, "बाबा तपाईँ नजानुहोस् न।" तर मैले त्यो छोरालाई भन्न सकिनँ कि म किन जानुपर्छ भनेर। त्यो कलिलो मनस्थिति उसलाई पनि आफ्नो बाबासँगै भइदिएको मनपर्थ्यो होला। छोडेर नजाओस्, अरूको बाबाहरू जस्तै मेरो बाबा पनि मसँगै होस् भन्ने चाहन्थ्यो होला। तर त्यो भइदिएन मेरो। किनकि मेरो यात्रा त बेग्लै छ। मैले पसिना बगाएँ भने मेरो घर परिवार चलाउन सक्छु। नभए मेरो घर परिवार चलाउनु मलाई आम्मे पर्छ। र 17-18 घन्टाको थियो। त्यो यात्राभरि मेरो मनस्थितिमा मेरो छोराले म हिँड्ने बेला, "बाबा नजानुहोस् न यसचोटि, अब नजानुहोस् न तपाईँ विदेश" भन्ने शब्द मनमा पिरोलिरहेको थियो। त्यो यात्रा कसरी पुरा गरेँ मैले, त्यो कल्पना नै रहिरह्यो। छोराको बोलीले मनमा पोलिरह्यो अनि मैले त्यो सोच्नु नै भ्याइनँ कि कतिखेर यात्रा कट्यो भनेर। थाहा छ मलाई त्यति सहज थिएन त्यो अवस्था। त्यो कलिलो मनस्थिति मेरो छोराको, त्यो कलिलो मन, कलिलो सोचाइ भर्खर विकसित हुँदै गरेको उसको भावना। मैले कुन शब्दले भनौँ त्यो छोरालाई कि छोरा म जानुपर्छ, मैले दुःख गर्नुपर्छ, विदेशमा मेहनत गर्नुपर्छ ताकि तिम्रो भविष्य उज्जवल बनोस् अनि तिम्रो दिनहरू राम्रो आओस् भोलि भनेर। तर मलाई थाहा छैन, म आज विदेशमा जति दुःख गर्छु, भोलि मेरो छोराले पनि सायद आएर यही पो गर्नुपर्छ कि। म त्यो दिन नआओस् भन्न चाहन्छु। थाहा छ मलाई, म एउटा प्रतिनिधि पात्र मात्रै हो। यस्तो घटनाहरू धेरै छन्। एयरपोर्टमा देख्ने गरिन्छ कति दृश्यहरू, कति गाउँघरमा देख्ने गरिन्छ। त्यो मेरो छोरा त 7 वर्षको छ। कतिजना आमाहरूले त भर्खरका दुधे बालकहरू छोडेर आइरहनु भएको हुन्छ। कति बाबाहरूले जन्मेकोदेखि नभेटेको बच्चा एकैचोटि 6-7 वर्षमा भेट्नुहुन्छ, 3-4 वर्षमा भेट्नुहुन्छ, फेरि छोडेर आउनुहुन्छ। यो हाम्रो पीडा हो, यो हामी परदेशीको हालत हो। यो बुझ्ने कसले, सुन्ने कसले र जान्ने कसले? पीडा निकै गहिरो छ, तर जसले भोग्छ उसको लागि। नभोग्नेको लागि त खासै पीडा होला जस्तो लाग्दैन मलाई।